यो भिडियोमा नयाँ नेपाली फिल्महरू कसरी हेर्ने त्यसको बारेमा सिकाउने छु। पैसा तिरेर र पैसा नतिरी दुवै तरिकाको बारेमा म तपाईहरुलाई सिकाउने छु। र यो प्लेटफर्ममा अहिले 12 गाउँ फिल्म पनि रिलिज भइसकेको छ। त्यो पनि कसरी हेर्ने म तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। सो नयाँ नेपाली फिल्महरू हेर्ने दुईवटा एप्लिकेसन रहेको छ र पहिलो एप्लिकेसन भनेको सिनेमा घर एप्लिकेसन रहेको छ र अर्को एप्लिकेसनको बारेमा यो पछि म तपाईहरुलाई जानकारी दिनेछु, त्यसको बारेमा पनि बताउने छु। अब सबैभन्दा पहिला चाहिँ सिनेमा घर एपलाई चाहिँ डाउनलोड गरेर कसरी हेर्ने अब त्यो सिक्नेछौँ। यहाँनिर चाहिँ 12 गाउँ फिल्म पनि रिलिज भइसकेको छ। यो एप्लिकेसन डाउनलोड गर्नको लागि प्ले स्टोरमा आउनुहोस् र तपाईहरुले सिनेमा घर एप भनेर सर्च गर्नुबित्तिकै यहाँनिर आउनेछ र यसलाई इन्स्टल गर्नुस् यो एप्लिकेसनलाई र एप्लिकेसनलाई ओपन गरेपछि यहाँनिर सुरुमा एकाउन्टहरु क्रिएट गर्नुपर्ने हुन्छ। एकाउन्ट क्रिएट गर्नको लागि जस्ट तपाईहरुले भाषा सिलेक्ट गर्नुस्, नेपाली इंग्लिश एउटा जुन सिलेक्ट गर्दा पनि हुन्छ। त्यसपछि अलाउ गर्दै जानुस्, स्किप गर्नुस् र त्यसपछि यहाँनिर सुरुमा एकाउन्ट बनाउनु पर्ने हुन्छ। एकाउन्ट बनाउनको लागि चाहिँ यहाँनिर तपाईहरुले चाहिँ यो अप्सनमा यहाँनिर देख्न सक्नुहुनेछ। यहाँनिर तपाईहरुले माई एकाउन्ट भन्ने अप्सन पाउनुहुनेछ। यहाँनिर तपाईहरुले क्लिक गर्नुस् र त्यसपछि यहाँनिर न्यू युजरको अप्सनमा क्लिक गर्नुस् र आफ्नो फोन नम्बर लाउनुस्, नेक्स्ट गर्नुस्। फोन नम्बरमा ओटीपी कोड आउँछ, त्यो लाउनुस्, नेक्स्ट गर्नुस् र त्यसपछि तपाईहरुको चाहिँ यहाँनिर एकाउन्ट क्रिएट भइसक्नेछ र जुन ओटीपी कोड आएको हुन्छ त्यो ओटीपी कोड चाहिँ तपाईहरुको ट्रान्ज्याक्सन पासपोर्ट हो। त्यो ओटीपी कोडलाई चाहिँ तपाईहरुले टिपेर राख्न सक्नुहुनेछ अथवा तपाईहरुले त्यो ट्रान्ज्याक्सन पासपोर्ट जुन ओटीपी कोड हुन्छ त्यसलाई चेन्ज गर्नु पनि सक्नुहुनेछ। यसमा क्लिक गरेर तपाईहरुले यो सेटिङको अप्सनमा क्लिक गरेर र सेटिङको अप्सनमा गएर चेन्ज पिनको अप्सनमा क्लिक गर्नुस् र यहाँनिर तपाईहरुको ओल्ड पिन चाहिँ यहाँनिर माथि टपमा यो जुन तपाईहरुले यो देख्न सक्नुहुन्छ ओल्ड पिनमा यहाँनिर तपाईहरुले जुन ट्रान्ज्याक्सन पिन तपाईहरुको मेसेजमा आएको हुन्छ त्यो लाउनुस् र यहाँनिर तल चाहिँ नयाँ अब चेन्ज गर्ने पिन लाएर चेन्ज पनि गर्न सक्नुहुनेछ अथवा त्यही मेसेजमा आएको त्यही पिनलाई चाहिँ तपाईहरुले याद गरेर राख्न सक्नुहुनेछ। अब यहाँनिर मुभीहरू टन्नै छ। अब 12 गाउँ छ, गाउँ आएको बाटो, फेरि रेशम, फिलिली, होस्टेल 3, पिताम्बर, बोक्सीको घरदेखि लिएर नयाँ नयाँ फिल्महरू यहाँनिर आउने गर्छ र तपाईहरुले अब यो फिल्महरूलाई हेर्नको लागि जस्तै अब यो 12 गाउँ फिल्म हेर्नु पर्यो भने यो 12 गाउँको अप्सनमा क्लिक गर्नुस् र यहाँनिर तपाईहरुलाई कति रुपैयाँ पर्ने रहेछ त 179 रुपैयाँ पर्नेछ र 179 रुपैयाँ तपाईहरुले चाहिँ ई सेवाबाट तिरेर हेर्न सक्नुहुनेछ अथवा फ्रीको अप्सन पनि रहेको छ। फ्रीमा हेर्नको लागि चाहिँ म तपाईहरुलाई एकछिनमा जानकारी दिनेछु। अब यो पैसा तिरेर हेर्नको लागि तपाईहरुले जस्ट यसमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर तपाईहरुले चाहिँ गुगल पेबाट पनि तिर्न सक्नुहुनेछ अथवा तपाईहरुले चाहिँ पे विथ अदर अप्सनको अप्सनमा यो सेकेन्डको अप्सनमा क्लिक गर्न सक्नुहुनेछ यदि तपाईहरुसँग चाहिँ डलर कार्डहरू छैन भने। र त्यसपछि फोन पे, खल्ती, ई सेवा, आइएमई पे, पेपल, मास्टर कार्ड, भिजा कार्ड सबैबाट चाहिँ पेमेन्ट गर्न सक्नुहुनेछ। पेटीएमहरु पनि रहेको छ अप्सनहरु र डिस्काउन्ट कोडहरु छ भने यहाँनिर लाएर डिस्काउन्ट पनि लिन सक्नुहुनेछ। अब ई सेवाबाट तिर्ने हो भने ई सेवा यसरी सिलेक्ट गर्नुस् र तपाईहरुले चाहिँ सिलेक्ट गर्नु भएपछि यहाँनिर ई सेवाको जुन पासपोर्ट हुन्छ तपाईहरुको ई सेवाको नम्बर र पासपोर्ट लाएर चाहिँ लगइन गर्नुस् र तपाईहरुले चाहिँ त्यहाँनिर पे गर्ने अप्सन हुन्छ। पे गर्ने अप्सनमा क्लिक गर्नुस्। ई सेवाले एउटा तपाईहरुलाई कोड पठाउँछ, त्यो कोड लाउनु भएपछि तपाईहरुको यहाँनिर पेमेन्ट सक्सेस हुनेछ र पेमेन्ट सक्सेस भइसकेपछि तपाईहरुले यो फिल्मलाई यहाँबाट हेर्न सक्नुहुनेछ र तपाईहरुले फ्रीमा हेर्नको लागि अब सबै फिल्महरू यहाँनिर भएको जति सबै फिल्महरू त्यसरी नै हो हेर्ने भनेको। यसरी नै यहाँनिर क्लिक गर्दै यसरी ई सेवाबाट पेमेन्ट गरेर हेर्न सक्नुहुनेछ। अब फ्रीमा हेर्नको लागि चाहिँ यहाँनिर माथि यो टपको अप्सनमा क्लिक गर्नुस् र यो माई एकाउन्टको अप्सनमा क्लिक गर्नुस् र त्यसपछि यहाँनिर मसँग अहिले 11 कोइन रहेको छ। यो कोइनलाई चाहिँ तपाईहरुले बढाउनु पर्ने हुन्छ र यो कोइनलाई बढाउनु भएपछि तपाईहरुले जब 200 कोइन हुन्छ त्यो भनेको 200 रुपैयाँ हो। 200 कोइन हुनुबित्तिकै तपाईहरुले एउटा फिल्म हेर्न सक्नुहुनेछ। अब यो कोइन बढाउनको लागि चाहिँ माई रिवार्डको अप्सनमा क्लिक गर्नुस् र त्यसपछि यहाँनिर तपाईहरुले यो प्रेस हियरको अप्सनमा क्लिक गर्नुस्। यहाँनिर क्लिक गर्नु भएपछि एउटा एड चल्नेछ, विज्ञापन आउनेछ र त्यो विज्ञापन हेर्नु भएपछि तपाईहरुलाई चाहिँ यहाँनिर पैसा दिनेछ। जस्तै मैले विज्ञापन हेरे यहाँनिर 12 कोइन भएको छ। यसरी तपाईहरुले फेरि यो प्रेस हियरको अप्सनमा क्लिक गर्ने, फेरि अर्को विज्ञापन हेर्ने र फेरि यहाँनिर पैसा एड हुनेछ। यसरी तपाईहरुले पैसा यहाँनिर कोइनहरु जम्मा गर्न सक्नुहुनेछ र लगइन बोनस भनेको छ। यसमा गेट इटको अप्सनमा क्लिक गर्नुस् र डेली तपाईहरुले आएर चाहिँ यहाँनिर गेट इट गर्नु भएपछि फेरि एउटा विज्ञापन चल्छ। यो विज्ञापन हेर्नु भएपछि फेरि 2 रुपैयाँ तपाईहरुलाई दिनेछ र देख्न सक्नुहुन्छ यहाँनिर 14 रुपैयाँ भइसकेको छ। अब फेरि यो चाहिँ डेली दिनमा एकचोटी मात्रै गर्न मिल्छ र यो एपलाई रिभ्यू दिएर तपाईहरुले गेटको अप्सनमा क्लिक गर्ने र कति स्टार दिने नेक्स्ट गर्ने र तपाईहरुले यो एपको बारेमा थोरै केही भनिदिनु भएपछि तपाईहरुको चाहिँ यहाँनिर जस्तै यहाँनिर देख्न सक्नुहुन्छ
अब यसरी मैले दिइसकेको छु यहाँनिर रिभ्यू र त्यसपछि यहाँनिर आउनु भएपछि तपाईहरुलाई फेरि पैसा यहाँनिर थप दिनेछ र यहाँनिर 19 रुपैयाँ भइसकेको छ। अब फेरि रिफर एन्ड अर्न भनेको छ, यो रिफर एन्ड अर्न चाहिँ अहिले आइसकेको छैन। र अर्को भनेको एन्सर एन्ड विन भनेको छ, यसमा गेट इट अप्सनमा क्लिक गर्ने। यहाँनिर तपाईहरुले चाहिँ यो क्वेशनहरु सोधेको हुन्छ, जस्तै अब मैले सोचेको जस्तै गीत कुन चलचित्रको हो भनेको छ, म यस्तो गीत गाउँछु चलचित्रको हो, मैले यो सिलेक्ट गरे र सबमिट गरे। यहाँनिर देख्न सक्नुहुनेछ यो यहाँनिर यो भनेको मिलेन रहेछ। सो मिलेन भने कोइन आउँदैन, मिल्यो भने कोइन आउँछ। तपाईहरुले यहाँनिर क्विजमा गेट इट अप्सनमा क्लिक गर्दै क्विजहरु हेर्न सक्नुहुनेछ। यसरी तपाईहरुले क्विज खेलेर र एडहरु विज्ञापनहरु हेरेर तपाईहरुले चाहिँ कोइन जम्मा गरेर पनि तपाईहरुले जब 200 कोइन हुन्छ त्यसपछि तपाईहरुले यहाँनिर यसरी क्लिक गर्नुस्, कुन फिल्म हेर्ने त्यो क्लिक गर्नुस् र यहाँनिर फ्री को अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। जब 200 कोइन भएपछि 200 पनि पर्दैन, 179 कोइन भएपछि यहाँनिर क्लिक गर्ने। त्यसपछि तपाईहरुको यहाँनिर यो फिल्म हेर्न मिल्नेछ। यहाँनिर तपाईहरुको ट्रान्ज्याक्सन पासपोर्ट कति हो त्यो लाउनुस् र त्यसपछि प्रोसिड गर्नु भएपछि यो फिल्म हेर्न मिल्छ। सो यसरी चाहिँ तपाईहरुले फिल्महरु हेर्न सक्नुहुन्छ फ्रीमा र त्यसैगरी पैसा तिरेर पनि। यो एप्लिकेसनमा नयाँ नयाँ मुभीहरु आउनेछ र त्यसैगरी अरु एकदमै धेरै नयाँ नयाँ मुभीहरु आउने अर्को एप भनेको चाहिँ एमएमएस भिडियो रहेको छ। एमएमएस भिडियो तपाईहरुले यहाँनिर सर्च गर्नु भएपछि एमएमएस हैन एमएसएम भिडियो रहेको छ। यो तपाईहरुले प्ले स्टोरमा गएर सर्च गर्नुस् र यसलाई पनि इन्स्टल गरेर ओपन गर्नुस् र तपाईहरुले एकाउन्टहरु क्रिएट गर्न सक्नुहुनेछ। र एकाउन्टहरु क्रिएट गरिसक्नु भएपछि यहाँनिर पनि 12 गाउँ मुभी चाहिँ आउन लागेको छ। र त्यसैगरी लाज सरनम, एन्जिला, त्यसैगरी एक्टर टेकवान, मायावी, उनको स्वेटर, बोक्सीको घर, रंगेली लगायतका महाजात्रा, छक्का पाञ्जा 5, दिमाग खराब सबै फिल्महरु चाहिँ यहाँनिर प्राय जस्तो सबै फिल्महरु आइसकेको छ। भर्खरै हलमा रिलिज भइसकेको मुभीहरु चाहिँ यहाँनिर आइसकेको छ। तपाईहरुले यो मुभीहरु यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँनिर चाहिँ अब मुभीहरु हेर्नको लागि चाहिँ तपाईहरुले अब जस्तै यो मुभी हेर्न पाउनु भयो भने अब तपाईहरुले चाहिँ यहाँनिर यसरी यहाँनिर रेन्ट नाउको अप्सनमा क्लिक गर्ने। कति तिर्ने हो त, अब एक दिनको तपाईहरुले हिसाबले तिर्न सक्नुहुनेछ। एक दिनमा तपाईहरुले 179 रुपैयाँ तिर्नु भयो भने एक दिनभरि तपाईहरुले हेर्न सक्नुहुनेछ। त्यसैगरी 7 दिनको लागि तिर्नु भयो भने 279 रुपैयाँ 7 दिनसम्म तपाईहरुले हेर्न सक्नुहुनेछ यदि 300 रुपैयाँ तिर्नु भयो भने। अब पे गर्ने अप्सन नबिल बैंक ई सेवा खल्ती रहेको छ। अब ई सेवा सिलेक्ट गर्ने कि कुन गर्ने हो त्यो सिलेक्ट गर्नुस्। अब त्यसपछि यहाँनिर सुरुमा माथि अब सिलेक्ट गर्नुस्, जस्तै मैले एक दिनको सिलेक्ट गरे। त्यसपछि ई सेवा सिलेक्ट गर्ने अथवा खल्ती केबाट तिर्ने त्यो सिलेक्ट गर्ने। त्यसपछि यहाँनिर ई सेवाको आइडी पासवर्ड लाउने, लगइन गर्ने। ई सेवाबाट एउटा कोड आउँछ, कोड लाएर सबमिट गर्नु भएपछि यो पेमेन्ट हुनेछ। त्यसपछि यो फिल्म तपाईहरुले हेर्न सक्नुहुनेछ। यसरी तपाईहरुले यो एप्लिकेसनबाट पनि हेर्न सक्नुहुनेछ। सो यो दुईवटा नेपालको ओटीटी प्लेटफर्म भनौं या एप्लिकेसन, यहाँनिर चाहिँ यो अफिसियल एप्लिकेसनहरु हो। यहाँनिर चाहिँ नयाँ नयाँ मुभीहरु तपाईहरुले हेर्न सक्नुहुनेछ पैसा तिरेर अथवा सिनेमा गरेबाट चाहिँ फ्रीमा पनि हेर्ने अप्सनहरु रहेको छ। र आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक, कमेन्ट, शेयर, च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै खाले भिडियोहरु हेर्नको लागि।